हजुरहरु सबैलाई भागवतीय ज्ञान गंगाको यो पावन घडीमा मंगलमय शुभ अभिवादन समर्पण गर्दै हजुर हामी सबैको आजको दिन सुखमय बितोस्। हाम्रा रोग व्याध दुःख कष्ट विघ्न बाधाहरू सबै निवारण भएर जाऊन्। विशेष गरिकन कौडिन्य गोत्रमा उत्पन्न भएर यो पांच भौतिक शरीरलाई छोडेर परलोकको मार्गमा जानुभएकी ममतामयी माता मीना कुमारी न्यौपानेज्यूको वार्षिक श्राद्धोपरान्त आयोजना गरिएको यस महापुराणको आज प्रथम दिवसको यो दोस्रो सत्र हामीले कथाबाट अब प्रारम्भ गर्न गइरहेका छौं। प्रातःकालीन सत्रमा भगवत स्थापना कलश यात्रा स्थापित देवी देवताहरूलाई आह्वान पूर्वक यथास्थलमा विराजमान गराएर र अहिलेसम्म हजुरहरूले परम वन्दनीय गुरुजीका मुखारविन्दबाट सुमधुर कण्ठले तृतीय स्कन्धको 13 अध्यायसम्मको पाठ श्रवण गरिसक्नु भएको छ। श्री वराह अवतारको भर्खरै प्राकट्य भएको पाठ पुर्याएर गुरुजीले आजको पाठलाई विश्राम गरिबसेको छ। अब हामी श्रद्धेय गुरुवरले गर्नुभएका तिनै पाठहरूलाई हजुर हामी सबैले बुझ्ने भाषामा यथाशक्ति वर्णन गर्नेछौँ। किनभने यो भागवत कथा दुईटा भाषामा सुन्ने विधान चाहिँ कहीँ पनि छैन। सुमधुर कण्ठले संस्कृत भाषामा पाठ गरिसकेपछि पुराण सम्पन्न हुन्छ। पुराण परीक्षितलाई पनि केवल संस्कृत मात्रै सुनाउनु भएको थियो। सुतजीले सौनकादि 88,000 ऋषिहरूलाई पनि देववाणी मात्रै सुनाउनु भएको र विदुरले मैत्रेयका मुखारविन्दबाट पनि त्यही वेदवाणी मात्रै सुन्नुभएको। भाषाको अभावले गर्दाखेरि भाषाको अज्ञानताले नेपाली भाषामा सुन्ने चलन आएको मात्रै हो। वास्तवमा पुराण दुई भाषामा सुन्नुपर्छ, संस्कृतमा र नेपालीमा भनेर कहीँ पनि उल्लेख भएको छैन। तसर्थ गुरुजीले जुन सरस पाठ गर्नुभयो त्यसैलाई सारांश रूपमा अब हामी श्रवण गर्नेछौँ। अब हामी यहाँ जे जति कथाहरूको माध्यमद्वारा सत्सङ्गत गर्नेछौँ, भजनहरूको माध्यमद्वारा सत्सङ्गत गर्नेछौँ। यी सत्सङ्गतले कौडिन्य गोत्रमा उत्पन्न भएर परलोकमा जानुहुने श्रद्धेय पिता पितामह प्रपितामहहरू शम्भु प्रसाद, त्यस्तै गरिकन माता महकुल वशिष्ठ गोत्रमा उत्पन्न हुनुभएकी मातामही अरन्दता भट्टराई, प्रमातामह र वृद्ध प्रमातामहहरू खडानन्द र हरिदत्त, प्रमातामही वृद्ध प्रमातामहीहरू नरमाया र लक्ष्मा देवी, कनिष्ठ पितामह वासुदेव न्यौपाने उहाँकी यथायोग्य धर्मपत्नी, त्यस्तै कनिष्ठ पिता देवराज भवकृष्ण, कनिष्ठ माता हिमकला देवी, भ्राता पवन कुमार, त्यस्तै पितृश्वसार उहाँहरू सबैलाई पनि यदि प्रेत योनिमा छन् भने पितृगति प्राप्त होस्, पितृयोनिमा छन् भने भगवत साहित्य मुक्ति होस् भन्दै अब हामी भागवतको यो प्रथम स्कन्धको पहिलो अध्यायबाट भागवतीय सत्सङ्ग गर्न अगाडि बढिरहेका छौँ। श्रद्धेय भक्तजन, पुराणहरू 72 पुराणहरूको व्याख्या गरिएको छ। महापुराणहरू 18, पुराणहरू 18, उपपुराणहरू पनि 18 र औपपुराणहरू पनि 18 गरेर 4, 18 अर्थात् 72 पुराणहरूको विषयमा वर्णन पाइन्छ। सबै पुराणहरूको आफ्नो आफ्नै प्रयोजन छ, मान्यता छ। जस्तै वंशवृद्धिमा अवरोध भयो भने हरिवंश पुराण श्रवण गर्नु भन्ने मान्यता छ। रोग व्याधिले अत्यन्तै सतायो भने अग्नि पुराण श्रवण गर्ने, शक्ति सञ्चय गर्नु पर्यो, युद्धमा विजय प्राप्त गर्नु पर्यो भने देवी भागवत श्रवण गर्ने, अत्यन्तै अशान्ति कलह झगडाको वृद्धि भयो भने शिव महापुराण श्रवण गर्ने, यस्ता विविध सामाजिक मान्यताहरू छन्। र भागवत भगवानको महिमामा चाहिँ र काम नै छैन, निष्काम भावले पनि भागवत श्रवण गर्नु भनिएको छ। अकाम सर्वकामो वा मोक्ष काम उदारदी तीव्रेण भक्ति योगेन यजेत पुरुषम परम भनेको छ। अर्थात् र मोक्ष काम भनेको यो शरीर छुटिसके कामना सिद्धि हुन्छन् भनेर भागवतलाई चाहिँ यसरी बताइएको छ। त्यसैले भागवतलाई
अष्टादश पुराण महापुराणहरूमध्ये सर्वश्रेष्ठ पुराणको रूपमा वेद व्यासले व्याख्या गर्नुभएको छ र यही अष्टादश महापुराण अन्तर्गतको सर्वश्रेष्ठ महापुराण श्रीमद् भागवत महापुराणमा जम्मा द्वादश स्कन्द भनेर 12 खण्डमा विभाजन गरिएको छ। द्वादश स्कन्दलाई 335 अध्यायमा अरु विस्तार गरिएको छ र 335 अध्यायहरूलाई पनि 18,000 मन्त्र भनेर अरु विस्तार गरिएको छ। यद्यपि प्राप्त रूपमा लगभग 15,000 मन्त्रहरू मात्रै छन्, तर पनि 18,000 मन्त्रको गणना गरेर यसरी भागवतलाई विस्तृत रूपमा व्याख्या गरिएको छ। जस अन्तर्गत प्रथम स्कन्दमा 19 अध्यायहरू व्याख्या गर्नुभएको छ। त्यस भनेर कथा सुनाउनु भएको प्रसङ्ग आउँछ, तर वास्तवमा ती सुखदेव को हुन्, त्यो परीक्षित को हो भन्ने विषयलाई प्रतीकात्मक रूपमा यहाँ प्रस्तुत गरिएको छ। यहाँ कश्यप ऋषिको वंश चरित्र, दिति अदितिका कुराहरू, यहाँ गएर स्वयंभू मनु महाराजका चरित्रहरू, मनु महाराजका वंशको चरित्रहरू, यी आदि गरिएका कथाहरू, सर्ग विसर्ग स्थान पोषण उति मन्वन्तरी सानु कथा निरोध मुक्ति र आश्रय भनेर यी 10 लक्षणलाई समेट्दै समेट्दै भागवत व्याख्या गर्नुभएको छ। यहाँ जति पनि कथाहरू हजुरहरूले सुन्नुहुनेछ यी केवल प्रतीकात्मक कथाहरू मात्रै हुन्। यी कथाको माध्यमद्वारा जीवलाई मोक्ष धर्मको बाटो रामम परम धीमहि भन्दा नि हुन्थ्यो। यदि अरू कुनैको अरू कसैको उपासना थियो, कुनै भक्त विशेषको उपासना थियो भने देवीम पराम धीमहि भन्दा नि हुन्थ्यो होला। तर सत्यम परम धीमहि भनेर प्रारम्भ गर्नुभयो र अन्तिममा पनि द्वादश स्कन्धको 13औं अध्यायमा पुगेर पनि बीट मार्ने बेलामा फेरि सत्यम परम धीमहि भन्दै बीट मार्नु भएको छ। भने भागवत कसको उपासना भन्दाखेरि त्यो सत्यको उपासना, न रामको न कृष्णको न देवीको न गणेशको न सूर्यको कुनै एउटा देवता विशेषको नभएर सत्यको उपासना भागवत हो। त्यसो भएदेखि त्यो सत्य चाहिँ को हो त? त्यसैले त भागवतलाई सबैले यो चाहिँ हाम्रो धन हो भन्छन्। सत्य को हो त भनेर भागवत भित्रै खोज्दाखेरि तम सत्य परम त्रिसत्यम सत्यस्य योनि निहितं च सत्ये सत्यस्य सत्यमृत सत्य नेत्रं
सत्यात्मकं त्वं शरणं प्रपन्ना। भनेपछि यो त भगवान नारायणको ध्यान रहेछ नि त। भागवत पहिलो अध्यायमै सत्यम परम धीमहि भन्नु, अनि भगवान लक्ष्मीपतिले आएर माता देवकीको गर्भमा विराजमान भएको बेला ब्रह्माजीले गएर उहाँलाई सत्यम परम सत्यव्रतम त्रिसत्यम, हजुर नै एकमात्र सत्य स्वरूप भइबक्सन्छ, हजुर सत्यव्रत भइबक्सन्छ। त्रिसत्यम भनेको सृष्टिको सर्गमा पनि हजुर सत्य भइबक्सन्छ, पालनको सर्गमा पनि सत्य भइबक्सन्छ र अन्तिममा गएर संहार गरेर फेरि संसारलाई ब्रह्मलीन गराइसक्दा एकमात्र हजुर सत्य अवशेष रहिबक्सन्छ। त्यसले गर्दाखेरि सत्यात्मकं त्वं शरणं प्रपन्ना भनेर भगवान नारायणले भन्नुहुन्छ भने भागवतहरू कसैको उपासना नभएर भगवान नारायणको उपासना हो। त्यही भएर प्रथम स्कन्धको पहिलो अध्यायमा मङ्गलाचरणमै यो जन्माद्यस्य यत भन्ने पदले के जनाउँछ भन्दाखेरि भागवत भनेको ब्रह्मसूत्रको व्याख्या रहेछ भन्ने कुरा जनाउँछ। किनभने ब्रह्मसूत्रमा सर्वप्रथम ब्रह्मसूत्रको दोस्रो सूत्र नै जन्माद्यस्य यतः भनेर लेखिएको छ। पहिलो सूत्रमा अथातो ब्रह्म जिज्ञासा, अनि त्यस पछाडि दोस्रो सूत्रमा जन्माद्यस्य यतः, जान्न नसकेर बारम्बार मोह्यन्ति अर्थात् मोहित हुन्छन्, जो आफैमा जडभन्दा भिन्न चेतनभन्दा पनि भिन्न रहेर स्वयं प्रकाश हुनुहुन्छ। स्वराट भनेको आफैमा स्वयं प्रकाश भइबक्सन्छ, जसलाई देखाउनको लागि कुनै अन्य वस्तुको आवश्यकता पर्दैन। जस्तै अँध्यारामा कुनै वस्तु राखिएको छ, त्यो वस्तुलाई हेर्नलाई लाइटको आवश्यकता पर्छ नि। बल्ब टिक्क बालेपछि त्यहाँ कोठामा भएका वस्तुहरूको दर्शन हुन्छ, अथवा हातको टर्च लाइट बाल्यो भने अँध्यारामा बसेका वस्तुहरूको दृष्टिगोचर हुन्छ। तर भगवान आफै स्वयं प्रकाश भइबक्सन्छ। तेजो बारी मृदाम यथाविनिमय भन्नुहुन्छ भगवानको स्वरूप चिनाउनलाई। तेज भनेको बन्नी, बारी भनेको जल, मृदा भनेको माटो। जसरी बन्नी जल र माटोको सम्बन्ध हुन्छ, सम्बन्ध कस्तो हुन्छ भन्दाखेरि मृदामा बारी मिक्स भएको हुन्छ, पृथ्वीमा पानी मिश्रित भएको हुन्छ। पृथ्वीको माटोमा मिश्रित भएको पानीलाई तेज भनेको अग्निपुञ्जद्वारा शोषण गरेर आकाशमा पुर्याइन्छ। आकाशमा पुर्याएर फेरि त्यसलाई वर्षा गरेर पानीको रूपमा पृथ्वीमा झारिन्छ। पृथ्वीमा झरेको पानी फेरि माटामै गएर त्यहाँभित्र संयमित हुन्छ, भित्र विलीन हुन्छ। फेरि त्यो पानीको भागलाई फेरि शोषण गरेर फेरि आकाशमा पुर्याएर फेरि वर्षा गर्ने यथा विनिमय जस्तो प्रकारको व्यापार छ। भगवान स्वराट अर्थात् आफै तेजपुञ्ज बराबर भएर यो विश्व ब्रह्माण्डमा यसै आफूलाई यसरी नै व्यापार गरिबक्सन्छ। अर्थात् सृष्टिको रूपमा सबभन्दा पहिला भगवान आफै प्रकट भइबक्सन्छ विभिन्न प्रकारका जीवहरूको माध्यममा। अण्डज, उद्भिज, स्वेदज र जरायुज विषय वस्तु परात्मक अर्थात् शास्त्र परात्मक मङ्गलाचरण गर्नुभएको छ। भन्नुहुन्छ धर्म प्रजित कैतमोत्र परमो निर्नत्सराणां सतां वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम्। अवरुद्ध भएका ग्रन्थीहरू, गाँठा परेका माया रूपी ग्रन्थीहरू सद्य भनेको त्यतिखेरै अवरुद्धते, चुडिएर जान्छन्, छिनेर जान्छन् र जीवात्माले मोक्ष प्राप्ति गर्दछ। के द्वारा भन्दाखेरि अत्र धर्म प्रोजित। अब भागवतमा यस्तो धर्म व्याख्या गरेको छ जुन भागवत श्रवण गर्नाले हृदयका गाँठाहरू त्यतिखेरै चुडिन्छन्। अज्ञानमा डुबिरहेको जीव त्यतिखेरै ज्ञान रूपी ज्योतिमा प्रकाशमान भएर भगवत सायुज्यता प्राप्ति गर्दछ। यहाँ अत्र शब्दलाई 3 पल्ट प्रयोग गर्नुभएको छ। 3 पल्ट प्रयोग गर्नुको अर्थ के हो त भन्दाखेरि यहाँ यति मात्र होइन, 3 पल्ट भनेको बहुवचन हो। यति यहाँ यस्तो धर्म बताइएको छ कि निर्मत्सराणां सतां,
जो मत्सरहरू छन् उहाँहरूले किम विधम त्रिविधम तापम भन्दाखेरि कस्ता कस्ता प्रकारका हुन्छन् त 3 प्रकारका ताप भन्दा आध्यात्मिक आदि दैनिक आदि भौतिक आदि त्रिविध तापा भवन्ति। आध्यात्मिक तापहरू आदि भौतिक तापहरू र आदि दैविक तापहरूलाई पनि भागवत श्रवणद्वारा त्यतिखेरै उन्मूलन हुन्छन्, सबै निवारण भएर जान्छन् भन्नुहुन्छ। किम वा परैरीश्वर भन्नुहुन्छ। श्रीमद्भागवते महामुनि कृते जीवात्मालाई तिनै प्रकारका पीडाबाट मुक्ति दिनको लागि महामुनि भगवान स्वरूप वेदव्यासले यस्ता प्रकारको श्रीमद्भागवत निर्माण गरिबक्स्यो। किम वा परैरीश्वर, यो भन्दा अर्काको उपासना गर्नुपर्ने के जरुरी छ र? एउटै भागवतको उपासना गर्नाले सद्य हृदय अवरुद्धते, अन्तर्हृदयमा अवरुद्ध भएका गाँठा परेका ग्रन्थीहरू त्यतिखेरै ती ग्रन्थि भेदन हुन्छन् र जीवात्माले मुक्ति प्राप्त गर्दछ। तर के भनेको छ यहाँ भन्दाखेरि यो भागवत श्रवण गर्नको लागि पहिला तिमी परमहंस बनेर आउनु पर्दछ। अन्त्यमा बिट मार्दाखेरि वेदव्यास लेखिबक्छन्, जय जय श्रीमद् भागवती महापुराणे पारमहंस संहितायाम भनिबक्छन्। यो संहिता नै कसको लागि रहेछ भन्दाखेरि जो पहिला नै परमहंस भइसकेका छन्। परमहंस भएका जीव भनेका ब्रह्म ज्ञानी तत्त्वज्ञानी भनेर त्यसैले यो दोस्रो श्लोकमा भन्नुहुन्छ अर्को शून्य अर्को उपासना छैन, किनभने श्रीमद् भागवते महामुनि कृते जीवात्माको कल्याणका लागि, जीवात्माको मोक्षका लागि महामुनिले श्रीमद् भागवतलाई नै यसरी निर्माण गरिबक्स्यो भनेर यहाँ भनिबक्छन्। जसले सबैभन्दा ठुलो भागवतको धन पठाएको हुन्छ त्यो धनमा चाहिँ कसैका आँखा जाँदैन। यो चाहिँ एउटा विडम्बना पनि हो। यहाँ भन्नुभएको छ तेस्रो पाउमा, तेस्रो श्लोकमा निगमकल्पतरुः गलितमले जुठो हाल्छ त्यो फललाई सर्वोत्कृष्ट रसोत्कृष्ट मानिन्छ। सुगाले जुठो हाले जति मिठो फलहरू केही पनि हुँदैन अरे रुख मध्येको। सुगाले सबैभन्दा मिठो छानेर जुठो हालेको हो अथवा सुगाले जुठो हालेपछि त्यसमा मिठास बढेको हो। सर्वोत्कृष्ट चाहिँ त्यो फल हुन्छ भनेर बताएको छ। अब राम्ररी गलेको फल सुगाले ठोगेर भुइँमा झरेको भनिएको छ भागवतलाई। राम्ररी गलेको फल सुगाले ठोगेर भुइँमा झर्यो भने त्यो झरेको फल त गलेको छ पहिला नै झर्ना साथ छरप्रष्ट भएर सारा पृथ्वीभरि उच्छिष्ट हुन्छ। त्यो छरप्रष्ट भएको फल कसरी ग्रहण गर्नु? पिब त पान गर भनेको छ। पिउनुको अर्थ के हो भन्दा एउटा पनि नत्याग है भनेको, जस्ताको तस्तै सबै ग्रहण गर भनेको। अब भुइँमा झरेको फल कसरी ग्रहण गर्न योग्य भयो? गलेको फल भुइँमा झर्दा, रुखका टुक्तामा पाकेको कटर भुइँमा झर्यो भने भुइँमा झरिसक्दा त्यो कटहरको गति के हुन्छ होला कल्पना गर्नुहोस् त। एक ठाउँमा झर्यो भने त्यो लगभग 1 कट्ठाभरि त्यसका कोयाहरू उछिटिसकेका हुन्छन्। त्यसरी छरिएको फललाई कसरी ग्रहण गर्ने त? हरिहरले शङ्का गर्नुभयो यो फल चाहिँ अङ्गुर जस्तै हो। फेरि आचार्यहरूले त्यो शङ्कालाई पनि के भनेको भन्दा अङ्गुरलाई त पान गर्न सकिँदैन, यद्यपि अङ्गुरलाई दाँतले किचेर रस पान गरे पनि त्यसको बोक्रा चाहिँ निलिँदैन। त्यसो भए अङ्गुरसँग यो फल घटेन। त्यसो भए किदृशम भनेर फेरि प्रश्न गर्नुभयो। अनि कसैले यसलाई मिश्रीसँग तुलना गर्नुभयो। मिश्रीको डल्ला पनि फलाकारमा हुन्छ। मही पारेर निकालेको नौनी हुन्छ नि, त्यो डल्ला फलको रूपमा हुन्छ। एउटा नौनीको डल्लालाई हजुरले हातमा एउटा सानो चक्कु लिनुहोस्, हजुरको विद्वतामा भर पर्छ त्यो नौनीको डल्लालाई अङ्गुरको आकार दिने हो कि स्याउको आकार दिने हो कि सन्तोलाको आकार दिने हो कि अथवा केराको आकार दिने हो। हजुरले जस्तो बनाउन चाहनुहुन्छ त्यो नौनीको डल्ला त्यस्तै आकारमा त्यही फल। नौनीको डल्लाद्वारा निर्मित भएको फलमा बोयो पनि हुँदैन, बोक्रा पनि हुँदैनन्, बिजुला पनि हुँदैनन्। अब त्यसलाई चबाउनु पनि परेन, किनभने हजुरले आफ्ना मुखमण्डलमा त्यो नौनीद्वारा निर्मित फललाई स्थापित गरिदिनु हो भने
बिस्तारै बिस्तारै गल्दै गल्दै नचबाइकन त्यो फल तपाईको मुखमा मिलिनुहुन्छ। त्यसैले भागवतलाई गलितम फलम, सुन्दर बोक्रा नभएको, गुदी नभएको, बिजुला नभएको अत्यन्तै आनन्द रसवर्धन गर्ने फलमा तुलना गर्नुभयो। त्यसो भएदेखि यो राम्ररी गलेको फल पृथ्वीसम्म कसरी आइपुग्यो त भन्दाखेरि भागवतको उत्पत्तिको विषयमा भएका ब्रह्मालाई सरक्क समाउन दिनुभयो। गलेको फल हुनाले त्यसमा व्यभिचार नहोस् भन्दै, त्यसमा विकार नआओस् भन्दै सरक्क ब्रह्माजीलाई दिनुहोस्। ब्रह्माजीले ग्रहण गरेर त्यो आफूले प्राप्त गरेको त्यो गलेको फल, अमृतमय फललाई आफूभन्दा तल्लो हाँगामा बस्नुभएका नारद ऋषिलाई प्रदान गर्नुभयो। नारद ऋषिले ब्रह्माबाट स्वीकार गरिबक्स्यो। अब नारद ऋषिले आफूभन्दा तल्लो हाँगामा विराजमान हुनुभएका वेद व्यासलाई प्रदान गर्नुभयो। त्यसबेलासम्म भागवत केवल 4 श्लोकमा मात्रै। जब वेद व्यासले नारदद्वारा तल्लो हाँगामा बसेर ग्रहण गर्नुभयो, उहाँले त्यो 4वटा श्लोकको तात्पर्य र भगवानको मूल मर्म बुझ्नुभयो र भगवानको वैभव गान गर्दै 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 18,000 श्लोकमा तन्काउनु भयो। र आफूभन्दा तल्लो हाँगामा, यो वृक्षका हाँगाहरू तल्लो हाँगामा बसेका आफ्ना पुत्र स्वरूप स्वयं भगवान सुखदेव स्वयं महाराज विराजमान भइबक्सन्थ्यो। उहाँलाई 18,000 मन्त्रहरू प्रदान गरिबक्स्यो। अब सुखदेव स्वामी महाराजदेखि तल रुखको खेतमा भने पृथ्वीमा चाहिँ राजा परीक्षित विराजमान भइबक्सन्थ्यो। महाराज परीक्षितले अन्तिममा वृक्ष अर्थात् शुकरूपी वृक्षका, शुकरूपी वेदरूपी वृक्षका हाँगामा विराजमान हुनुभएका सुखदेव स्वामीका मुखारविन्दबाट आफूले ग्रहण गरेर पृथ्वीमा आइपुग्नुभयो। यसरी भागवत पृथ्वीमा अवतरण गरिबक्स्यो। भूविस्थितः भावुका जना, केवल पृथ्वीमा भएका रसिक र भावुक जनहरूले मात्रै पान गर्नुहोस्। जो रसिक हुनुहुन्न उहाँहरूलाई यसको रस थाहा हुँदैन, यो नौलो हुन सक्छ। कहिले ग्रहण नगरेको फल ग्रहण गर्यो भने यद्यपि त्यो फलमा धेरै गुण छन् तापनि पहिलोपल्ट ग्रहण गर्दाखेरि त्यसमा दोष देखिन्छ। जस्तै भर्खर 2-4 वर्ष अगाडि उत्पन्न भएको हामीले सबैले देखेको अहिले ग्रहण गर्ने गरेको एउटा फल छ नि एभोकाडो, होइन? पहिलोपल्ट ग्रहण गर्दाखेरि त्यसलाई कसैले पनि राम्ररी स्वीकार गर्नु भएन। यो ताइना तुईको रस बिनाको स्वाद बिनाको यो के हो भन्नुहुन्थ्यो। विषय वस्तु परात्मक र नमस्कारात्मक मङ्गलाचरण गरेर वेदव्यासले भागवतलाई प्रारम्भ गर्नुभएको छ। श्री भागवत भगवानको जय हो। अब भागवतको कथा प्रारम्भ हुन्छ। स्वर्गाय लोकाय सहस्र सममासत तैकदा तु मुनय प्रातुर्भूत हुताग्नय सत्कृतं सुतमासिनं प्रपच्छु निदमादरा। नैमिषारण्य क्षेत्र यो सत्यनारायण। निमि भनेको चक्र, अरण्य भनेको वन। निमि र अरण्यलाई मिलाएर नैमिषारण्य भएको छ। अब यो जङ्गलसँग चक्रको सम्बन्ध कस्तो छ त भन्दाखेरि पुराणान्तरमा पाठान्तरमा कथाहरू प्राप्त हुन्छन्। एकपल्ट पृथ्वीमा हजारौं हजार दुष्कर्म खराब तत्त्वहरू विस्तृत भएर गयो, पापीहरूको वृद्धि भएर गयो। भगवानले त्यसबेला ऋषिमुनिहरूले यज्ञ यागादि गर्ने ठाउँ पाएनन्, तपस्या गर्ने ठाउँ पाएनन्। सबै ऋषिमुनिहरू गएर ती सम्पूर्ण नकारात्मक ऊर्जा भएका ती जीवहरूलाई संहार गर्दै 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 अगाडि बढिबक्स्यो। सकारात्मक ऊर्जा भएका ब्रह्मज्ञानी गुरुजीहरू चक्रको पछि पछि भगवत स्तवन गर्दै गर्दै पछि पछि लागिबक्स्यो। अन्तिममा सम्पूर्ण नकारात्मक ऊर्जालाई समाप्त गरिसकेपछि अन्तिममा गएर चक्रराज सुदर्शनले एउटा वृक्षमा गएर विश्राम लिबक्स्यो। ऋषिमुनिहरूले विचार गर्नुभयो, हो भगवानले हाम्रो कल्याणको निमित्तमा हामीलाई बाधा गर्ने, ब्रह्मयज्ञ बाधा गर्ने सम्पूर्ण नकारात्मक ऊर्जालाई समाप्त गरिबक्स्यो। अब यहाँ आएर भगवान विराजमान हुनुभएको छ भने अब हामी पनि यहीँ बसेर ब्रह्मसत्र प्रारम्भ गरौँ भनेर त्यही ठाउँमा बसेर ब्रह्मसत्र प्रारम्भ गर्नुभयो। त्यसैलाई नैमिषारण्य क्षेत्र भनेर भनिन्छ। अहिलेको नैमिषारण्य क्षेत्र हजुर हामी सबैले गएर दर्शन गरेकै ठाउँ हो। लखनऊदेखि अलिकति अगाडि जाँदाखेरि बिचमा नैमिषारण्य क्षेत्र हजुरहरू जो पनि प्राय पुग्नु भएकै होला। त्यही ठाउँमा
सत्रम स्वर्गाय लोकाय सहस्र सममासत। सहस्र भनेको 1000 वर्षमा पनि पूर्ण आहुति नगर्ने यस्ता प्रकारको स्वर्गादि लोक प्राप्त गराउने यज्ञ प्रारम्भ गर्नु हो। सतो गोप्यो हि वर्तते। त्यो भन्दा माथि मुक्तिको मार्ग चाहिँ बेग्लै छ र गोप्य छ, अहिलेसम्म कसैले पनि प्रकट गरेका छैनन् भनेर भन्नुभएको छ। त्यसले गर्दाखेरि यी यज्ञ यागादि भनेका चाहिँ कस्ता हुन् भन्दा पुराण यज्ञ, सप्ताह यज्ञ, ज्ञान यज्ञ जति छन्, ध्यान यज्ञ, दान यज्ञ, तप यज्ञ, जप यज्ञ, दान यज्ञ, ध्यान यज्ञ, जप यज्ञ, तप यज्ञ भनेको स्वर्गादि लोक, स्वर्गाय लोकाय अर्थात् स्वर्गसम्म पुर्याउने मात्रै हो। त्यसले गर्दाखेरि मोक्ष साधनको लागि चाहिँ ज्ञान यज्ञ नै गर्नुपर्छ भनेर भागवतमा प्रश्न पारिएको छ। त्यसैले यहाँ ऋषिमुनिहरूले स्वर्गादि लोकसम्म जाने यज्ञहरू गरिरहनु भएको थियो। वैकुण्ठ साधना गर्ने यज्ञ होइन, मोक्ष साधना गर्ने यज्ञ होइन, त्यो स्वर्ग साधना गर्ने यज्ञ गरिरहेका ठाउँमा एकदा तु मुनयः गुरुजनहरूले सुतजी महाराजलाई सौनकको माध्यमद्वारा 6वटा प्रश्न गर्नुभएको छ। आजसम्म हजुरले बताएका मार्गले हामीलाई स्वर्गादि लोकसम्म पुर्यायो, त्योभन्दा परम पद प्राप्त गर्ने वैकुण्ठ साधन गर्ने मार्ग के छ, कस्तो छ, त्यसको बारेमा प्रकाश पार्नुहोस्। र हाम्रा केही जिज्ञासाहरू छन्। ती जिज्ञासा के हुन् भन्दाखेरि सबभन्दा पहिला भन्नुभयो तत्र तत्रान्धसायुष्मन् भवता यद्विनिश्चितं पुंसाम् एकान्तता श्रेयः तन्न संसृतुमर्हसि। पुराणहरू, महापुराण, पुराण, उपपुराण, उपपुराण गरेर 72 पुराणहरू छन्। उपनिषदहरू त्यति नै छन्। अनि मोडेल बनेर कहिले आदि मनुष्य, आदि पशु बनेर, कहिले सानो पुडको बालक बनेर, कहिले डरलाग्दो क्षेत्रीय स्वरूप धारण गरेर, कहिले ज्ञानी राम जस्तो बनेर, कहिले लीला धारण गर्ने कृष्ण जस्तो बनेर विभिन्न कालखण्डमा विभिन्न पटक भगवान आइबक्स्यो अरे, अवतार गरिबक्स्यो अरे। ती अवतारहरूको कारण के हो, किन भगवानले ती रूप धारण गर्नु परेको? अर्को प्रश्न छ फेरि देवक्यां वसुदेवस्य जातो यस्य चिकीर्षया। किम चिकीर्षया भन्नुहुन्छ? के उद्देश्यले गरेकन, के निमित्त गरेर भगवानले वसुदेव र देवकीकै छोरो भएर भगवान प्राकट्य भइबक्सेको? यदि कंसलाई मार्न नै भगवानले वसुदेव र देवकीको पुत्र भएर प्राकट्य भइबक्सेको हो भने त्यो पापी कंसलाई मार्नलाई भगवानले त्यत्रो लीला गर्नु पर्थ्यो र? भगवान त सृष्टि संहार र पालनको एकमात्र कारण भइबक्सन्छ, जसका इच्छाद्वारा यो विश्व ब्रह्माण्ड जसका इच्छामा लिनु भएको छ भने त्यो कंस मार्नलाई भगवानले आफ्नो दिव्य धाममा बसेर अलिकति रिसले यो आँखो टेढो पारिदिएको भए कंस मरिहाल्थ्यो नि। किन त्यो गरेर एउटा कंसलाई मार्न भगवानले त्यत्रो किन दुःख गर्नु पर्यो? भगवान त कर्तव्य भने कंस मार्न त्यत्रो नाटक किन गरे भनेर सोध्नुहुन्छ। त्यसको कारण के हो र के बतारा छ? भगवानका अवतारहरू के हुन्? जसरी भगवानले राम, कृष्ण, वामन आदि गरेका अवतारहरू ग्रहण गरिबक्स्यो, मत्स्य, कुर्म, वराह आदि अवतारहरू ग्रहण गरिबक्स्यो, तीदेखि बाहेक अरू भगवानका अवतारहरू के छन्? र अन्तिममा गएर प्रश्न गर्नुभएको छ स्वं काष्ठा मधुनोपेते तेषां प्रतिपूज्य। पहिला उहाँहरूले गरेका ती वाणीहरूलाई पूजन गर्नुभयो, सम्मान गर्नुभयो र प्रवक्तुम उपचक्रमे, उत्तर दिनको लागि तयारी गर्नुभयो। अब उत्तर दिनको लागि तयारी त गर्नुभयो, उहाँले विचार गर्नुभयो हो यी सामान्य प्रश्न आएका छैन, यी प्रश्न त एकदम जटिल छन्। यस्ता प्रश्नहरूलाई उत्तर दिएर सौनक आदि गरेका तपस्वी ऋषिहरूलाई सन्तुष्ट गर्नु चान्चुने कुरा होइन। सद्गुरुको कृपा नभएर सरस्वती माता आएर वाणीमा नबसिकन यी ब्रह्मज्ञानी गुरुहरूलाई म उत्तर दिएर सन्तुष्ट गराउन सक्दिनँ। त्यसैले सर्वप्रथम मैले पनि मेरा सद्गुरुलाई चिन्तन गर्नुपर्छ र वाणीकी अधिष्ठात्री देवीलाई चिन्तन गरेर मात्र मलाई त्यो शक्ति प्राप्त होस् भनेर अब सौनकजीका प्रश्नहरूको उत्तर दिनको लागि सुतजीले पुनः मङ्गलाचरण गर्नुभयो। विरह कातर जुहब पुत्रेति तन्मयतया तरवो विनेदोष तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। उपसर्गले धातुको बल प्रदान गर्छन्।
कहिलेकाहीँ उपसर्गले धातुको अर्थ पनि बिगारिदिन्छन्। उपसर्गेण धात्वार्थ बलाद अन्यत्र नियते भन्नुहुन्छ पाणिनिजी महाराज। व्रजन्त भनेको जाँदै थिए, प्रव्रजन्त भनेको प्रकर्षेण व्रजति, देब्रे दाहिने नहेरिकन धमाधम लुई लुई जाँदै थिए। दुई पाइन विरह कातर आजुभाव। वेद व्यास भने विरहले आकुल व्याकुल भएर पछि पछि बोलाउँदै बोलाउँदै दौड्दै थिए। के भनेर भन्दा पुत्र इति तन्मयतया धर्मो यतो भक्तिरदोक्षजे अहैतुक्य प्रतिहता ययात्मा सम्प्रसीदति। सुतजी भनिरहेको छ पुंसां परो धर्म, मान्छेको परम धर्म के हो? अदोक्षजे भक्ति, नारायणमा भक्ति गर्नका लागि मान्छेको जन्म भएको। इन्द्रियको दास भएर संसार भोग गर्नका लागि होइन। नभए त भन्नुहुन्थ्यो होला नि त यहाँ मुनिले कि सबै पुंसां परो धर्मो इन्द्रिय तृप्ति हेतवे भन्नुहुन्थ्यो होला नि त, होइन? मानिसको जन्म इन्द्रियमा तृप्ति गर्नको लागि, नाकका नाका छाला र जिब्रोलाई सन्तुष्ट बनाउनको लागि मान्छेको जन्म भएको भन्दिया भए नि त हुन्थ्यो होला नि त। त्यसो नभनेर के भन्नुहुन्छ? अदोक्षजे भक्ति, नारायणमा भक्ति गर्नको लागि मान्छेको जन्म भएको। भक्ति पनि कस्तो? हेतुकी र अहेतुकी दुई प्रकारको भक्ति हुन्छ। अहेतुक्य प्रतिहता ययात्मा सम्प्रसिद्धति। अहेतुकी अथवा निर्हेतुकी भक्तिले चाहिँ आत्मा सम्प्रसिद्धति हुन्छ, आत्मा खुसी हुन्छ। निर्हेतुक भक्ति गरियो भने, हेतुकी भक्ति गरियो भने आत्मा प्रसन्न हुँदैन। हेतुकी भक्ति कस्तो हुन्छ भन्दाखेरि 100 रुपियाँ पैसा लिएर उता दोकानमा गएर भाइ मलाई 1 किलो चिनी दे त भनेर मागे जस्तै हुन्छ। तपाईँले 100 रुपियाँ नदिउन्जेलसम्म त्यसले तराजुमा जोखेको चिनी तपाईँको हातमा दिँदैन। जब हातमा 100 को नोट दिँदै गरियो भने प्रारब्ध नाश हुँदैनन्, अरू प्रारब्ध बढ्छन् र आत्मा प्रसिद्धति पनि स्थूल रूपमा छ भने जीवात्मा भनेको सूक्ष्म रूपमा छ। त्यसैले अन्तभक्ति गर्न जानु पर्दैन। वासुदेवे भगवती अन्तर्हृदयमा निहित भएको परमात्माको भक्ति गर्नुपर्दछ। अब कस्तो प्रकारको हुनुपर्छ त्यो भन्दाखेरि भगवान भन्नुहुन्छ यहाँनिर सत्वं रजस्तम इति प्रकृतिर्गुणास्ते युक्त पर पुरुषैकय्यास्य धत्ते स्थित्यादय हर विरिञ्चि हरेति संज्ञा श्रेयांसि तत्र खलु सत्वतनो। उपासना गर्ने हो भने उपासना गर्ने उपास्य देवताहरू हजारौं छन्। ती हजारौं मध्ये कोही राजसी छन्, कोही सात्विकी छन्, कोही तामसी छन्। यदि मोक्ष चाहन्छौ भने मुमुक्ष भनेका तिमी मोक्षको उपासक हौ भने चाहिँ भूतपति र भुवनपतिलाई आत्मा परब्रह्म श्रीमन्नारायणकै उपासना हुन्छ। त्यसैले सत्विक बनेर सप्तगुणको उपासना गर। यथा तरुर मूल निषेचनेन भने जस्तै हो। जसरी वृक्षको फेदमा हालेपछि हाँगामा पातमा फलमा फुलमा बेग्ला बेग्लै जलसेचन गर्नु पर्दैन, त्यस्तै गरिकन भगवान नारायणको उपासना गरेपछि ब्रह्माको पनि, विष्णुको पनि, शिवको पनि, देवीको पनि, दुर्गाको पनि, गणेशको पनि, अरू नवग्रहहरूको पनि, अरू अङ्ग उपाङ्ग सम्पूर्ण देवताहरूको मार्गको एक मात्र जड भगवान नारायण भइबस्छ। त्यसैले मनुष्यको जन्म किम श्रेय भन्ने प्रश्नको उत्तर दिँदै भन्नुभयो दोस्रो अध्यायमा। नाम गरेको अर्को र जरायुज नाम गरेको अर्को सृष्टि छ। विश्व ब्रह्माण्डमा जीवात्माको उत्पत्ति यही 4 माध्यमद्वारा हुन्छ। अण्डज भनेको अण्डाको रूपमा प्रकट भएर उत्पन्न हुने जीवहरू, हाँस कुखुरा आदिका जीवहरू उत्पन्न हुँदा पहिला अण्ड रूपमा प्रकट हुन्छन्। उद्भिज भनेको छरेपछि उब्रिने वृक्ष लता गुल्म अन्नादि सबै उद्भिज सृष्टि भए। जरायुज भनेको माताको जस्तै स्वरूप धारण गरेर जरा भनेको सालनालले बेरिएर जन्मिने जीवहरू भए। जस्तो भैँसीको पाडो भैँसी जस्तै, गाईको बच्चा गाई जस्तै, मनुष्यको बच्चा मनुष्य जस्तै, यी सबै जरायुज। त्योदेखि बाहेक अर्को हुन्छ स्वेदज भनेको बाबुआमा बिना जन्मिने। धेरै हजुरहरू हात्तिने भयो होला बाबुआमा बिना चाहिँ के जन्मिन्छन् भनेर। बाबुआमा बिना जन्मिनेलाई स्वेदज भन्छन्। जस्तै मकैमा चामलमा चिलासा, चामलका चिलासा, 2टा चिलासा बाबुआमा पहिला चामलमा पसेर अनि छोराछोरी जन्माएको होइन, ती आफै उत्पन्न हुन्छन्। मकैमा घुनपुतली होइन, टाउकामा जुम्रा,
दुईटा श्रीमान श्रीमती जुम्रा पहिला अन्तबाट उडेर टाउकामा आए अनि तिनीहरूले प्रजनन गरेर टाउकाभरि जुम्रा भएका होइन। यी प्रत्येक पुराणहरू भनेका वेदका व्याख्याहरू हुन्। जीवात्माको उद्धारको लागि भगवानले 17औं अवतार वेदव्यास ग्रहण गरिबक्स्यो। 18औं अवतार भगवानले राम बनिबक्स्यो। 19मा भगवान बलराम बन्नुभयो। 20औं भगवानले कृष्ण अवतार लिनुभयो। 21औंमा भगवानले बुद्ध अवतार, 22औंमा कल्की अवतार, 23 र 24मा भगवानले हंस र हयग्रीव अवतार ग्रहण गरिबक्स्यो। अब यहाँनिर बुद्ध अवतार चाहिँ भिन्न भिन्नै हो भनेर हामीलाई उपदेश दिनुभएको छ। त्यस्तै गरिकन 23औंमा हंस र 24मा हयग्रीव सम्पूर्ण भगवानका अवतारहरूको व्याख्या श्रीमद् भागवत महापुराणमा मैले मेरा गुरुद्वारा श्रवण गरेको थिएँ। अब हजुरहरूलाई म त्यही कुरा जस्तो प्रकारले अध्ययन गरे त्यस्तै प्रकारले यथाशक्ति श्रवण गराउँछु, तपाईहरू सुन्नुहोस् भनेपछि अब वेदशत्रुणां वृद्धः कुलपति सुतं भवृचः शौनको ब्रवीता। शौनकजी महाराजले सुतजीलाई दण्डवत गरेर भन्नुभयो, हे गुरुजी कृपा होस्, अब हजुरले हामीलाई यो भागवतीय ज्ञान गङ्गा श्रवण गराएर हामीलाई गतिमोक्ष प्रदान गर्नुहोस् भन्दै शौनक उवाच। शौनक भन्नुहुन्छ सुतजीलाई, सूत सूत महाभाग वदनो वदताम्बर कथां भागवतीं पुण्यं यदाहं भगवान् सुका। यहाँ जाँदै गर्दाखेरि बिच बाटोमा धारा पर्थ्यो, पँधेरा पर्थ्यो। त्यो पँधेरामा आमाहरू स्नान गर्दै हुनुहुन्थ्यो। 12-13 वर्षको हट्टाकट्टा जवान पुरुष नग्न अवस्था आउँदाखेरि पनि ती नारीहरूले लज्जा बोध गर्नु भएन, वस्त्र लगाउन हतार गर्नु भएन, आफ्नै घुसले नुहाइराख्नु भयो। तर तुरुन्तै पछाडि पुत्र इति भनेर 95 वर्षका वयोवृद्ध भएका वेदव्यासहरू पछि पछि आउँदै गर्दाखेरि चाहिँ हतार नारीहरूले वेदव्यासजी आउनुभयो, हामीलाई देख्नुहुन्छ भनेर हतार वस्त्र लगाए भन्नुहुन्छ। अब जवानसँग किन लाज मानेनन् भनेर यहाँ भन्नुभएको छ। त्यहाँ भन्दाखेरि के भन्नुहुन्छ, तद्भिक्षति मुनु जगदुस्तवास्ति उत्तर दिनुहुन्छ। ती स्त्रीहरूले के भने अरे भन्दाखेरि यी कस्ता छन् भन्दाखेरि यी जो आउँदैछन् यिनीहरूले हामीलाई यो स्त्री यो पुरुष भनेर छुट्याउँदैनन्। यी समुद्रिक निर्विकल्पक, हामीलाई त सामान्य ढुङ्गो जस्तो सम्झिन्छन्, ढुङ्गो माटो। जुन हाम्रो शरीरमा पाँच भौतिक तत्त्व छ उनीहरूले हाम्रा शरीरमा भएको पृथ्वी जल तेज वायु आकाशको पिण्ड मात्रै देख्छन्। यिनीहरूका शरीरमा पृथ्वीको तत्त्व रहेछ, जलको तत्त्व रहेछ, वायु आकाशको तत्त्व रहेछ भन्छन्। अब एउटा पृथ्वीको माटाको डल्लोलाई देखेर त्यहाँ के को काम वासना जागृत हुन्छ र? समुद्रिक छ नि, त्यसले गर्दाखेरि यी आउँदा हामीले लुगा लगाइरहनु पर्दैन, यिनले हामीलाई माटाको डल्ला जस्तो मात्रै देख्छन्।
तर जो यिनका पछि पछि ती वयोवृद्ध भए पनि जो आउँदैछन् यिनी जितेन्द्रिय छैन, भेद दृष्टिले हेर्छन्, त्यसले गर्दा यिनको मनमा व्यभिचार आउन सक्छ। हामी हतार हतार जोगिनु पर्छ। त्यसले यहाँ भन्नुहुन्छ उन्मत्त मूक जडवत् विचरण गजसा भए तिस्ता समधिक निर्बल कल्प महामुनि। उन्मत्त भनेको जता मन लाग्यो त्यतै पाइदाहरू चढाइदिने, मूक भनेको कोहीसँग नबोल्दिने, जड भनेको ढुङ्गा जस्तो पत्थर जस्तो भएर विचार। हात्तीको नाम बढेर उच्चारण गरिने ठाउँ भनेको हस्तिनापुर भन्न खोजेको हो कि, किनभने हस्तिनापुर भन्नलाई पहिला हस्ती भन्नु पर्यो होइन, हस्ती भनेको हात्ती हो नि। हस्तिनापुरमा यस्ता प्रकारले हुनुहुन्थ्यो। अब यहाँनिर भन्नुहुन्छ कथम वा पाण्डवेयस्य राजर्षि मुनिनाश। यदि त्यसरी समुद्रिक हुनुहुन्थ्यो, निर्विकल्प हुनुहुन्थ्यो, जता मन लाग्यो त्यतै हिँड्नुहुन्थ्यो भने, किनभने परीक्षित मर्छु भन्ने डरले सताइएका थिए। उनी त परमहंस थिएनन्, उनी त काम क्रोध लोभ माया मोहमा फँसेका जीव थिए। उनलाई सर्पेर डसेर मर्ने पनि भनेर ठुलो पीर परेको थियो। त्यस्ता प्रकारका काम क्रोध लोभ माया मोहमा निर्लिप्त भएका जीवात्मालाई के कारणले उद्धार गर्नको लागि सुखदेव स्वामी गएर स्थिर आसनमा बसिदिनु भयो, किनभने जबकि उहाँ जड जस्तो भइबक्सन्थ्यो भनेर यसरी प्रश्न गर्नुभयो। यति धेरै इतिहासहरू रचना गर्नुभयो, तर पनि आज तपाईँ जस्तो 18 पुराण 18 उपपुराण रचना गर्ने, वेदलाई विभाजन गर्ने, महाभारत लेख्ने तपाईँ जस्ता विद्वानको मैले यहाँ आत्मा छटपटी भएको देखिरहेको छु। किन तपाईँलाई यस्तो छटपटी भयो भनेर प्रश्न गर्नुभयो। यो प्रश्न सुनेपछि वेदव्याहरू ममा छन्, तथापि नात्मा परितुष्यते मे। तथापि ती सबै कुरा भएर पनि मेरो आत्मा खुसी भएको छैन। त्यसले गर्दाखेरि अब तपाईँ नै भनिदिनुहोस् न, मेरो आत्मा किन परितुष्य नभएको, खुसी नभएको भनेर। किनभने वेदव्यासलाई थाहा छ, नारदजीको गुणगान गाउँदै भन्नुहुन्छ तुम पर्यटन नर्क इव त्रिलोकी मत्मात्मधीशा खिल लोक साक्षी भन्नुहुन्छ। मन्तर सरो वायु रिवात्म साक्षी। तपाईँ सूर्य जस्तो अर्क इव त्रिलोकी, सूर्य जस्तो जगतमा घुम्नुहुन्छ, सूर्यले नदेखेको के छ हो। यो सुनेपछि नारद ऋषिले एकछिन आफ्नो ब्रह्म शक्तिलाई जगाउँदै वेदव्यासले गर्नुभएका कर्मको अनुसन्धान गरिबक्स्यो। किनभने जीवलाई दुखी तुल्याउनु, सुखी तुल्याउनु, प्रसन्न गराउनु अथवा अप्रसन्न हुनु, रोगी हुनु, निरोगी हुनु, यी सम्पूर्ण तत्त्वको कारक भनेको जीवको कर्म हो। कर्म गुणबा यन्त्र हंसा निरमन्यु शिक्षया। हे महाराज, संसारमा दुई प्रकारका तीर्थ हुन्छन्, एउटा हंस तीर्थ र घरमा भएका त्यो पोखरीका छेउमा भएका कमलका फुलद्वारा मग 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 बास्न जान्छ भने त्यस्ता सुन्दर पोखरीमा राजहाँसहरू टट 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 गर्दै जान्छन् र रमाउँछन्। त्यहाँ कागहरू कहिल्यै बस्दैनन्। अब कागहरू कहाँ बस्छन् भन्दाखेरि जहाँ खोलाको छेउमा विभिन्न प्रकारका गन्धहरू फैलिएको छ भने त्यहाँ राजहाँसहरू जाँदैनन्, त्यहाँ कागहरू गएर मडारिन्छन्। त्यसले गर्दाखेरि तद्बाह्यसं तीर्थमुसन्ति मानवा। हे महाराज, हे वेदव्यासजी, हजुरले रचना गरेका ती शास्त्रहरू भनेका काक तीर्थ भएछन्, हंस तीर्थ भएनछ। कति ठुलो पीर पर्यो होला हजुरहरू सम्झिबक्सिस् त। कति नारद ऋषिले भन्नुभयो हजुरले त फोहोर मैलाको डङ्गुर पो बनाउनु भएको छ। फोहोर मैलाको डङ्गुर बनाएर आत्मा शान्ति हुन्छ? आत्मा शान्ति हुन्छ? कदापि हुँदैन। त्यसले गर्दाखेरि बाह्यस तीर्थ निवारण गर्नुभयो तपाईँले। अब भन्नुभएको मैले कत्रो परिश्रमले यी 17 पुराणहरू रचना गरेँ, वेदको अनुसन्धान गरेर एउटा वेदलाई ऋग यजुः साम अथर्व बनाएँ, इतिहास पुराणहरूको रूपमा पञ्चम वेद स्थापित गरेँ। तपाईँले किन यसो भनिदिनु भएको भन्दा उहाँले भन्नुभयो तद्वाग विसर्गो जनताग विप्लवो यस्मिन् प्रति श्लोकमा बद्यवत्तपि। गाईका तलमा पर्यो भने गाईका गाई वस्तु सबै गोविन्दाय नमः, मान्छेका घरमा पर्यो भने राम नाम सत्य होइन। त्यसले गर्दाखेरि यदि मुखबाट बाणी त बोलिन्छ, जुन बाणीले भगवानको उपासना गर्दैन, जुन बाणीमा भगवानको भक्ति छैन भने त्यो बाणी बोल्नु भनेको वज्र हिर्काउनु जस्तै हो। हे वेदव्यासजी, तपाईँले लेखेका 17 पुराण भनेका वज्रै बराबर भए, फोहोर मैलाको डङ्गुर भयो। त्यहाँ कहीँ पनि भगवानको भक्तिको गन्ध आएन। भगवान भक्तिको गन्ध नआएका यी शास्त्रहरू काक तीर्थ हुन्। दासीको छोरो थिए, मेरी आमा पुराण लागे ठाउँमा भान्से हुनुहुन्थ्यो।
पण्डितहरूले राम्रा राम्रा कथा भन्थे। आमा भान्से जानुहुन्थ्यो, म 4-5 वर्षको फुच्चे थिएँ, म पनि आमासँगै जान्थेँ। मिठो मिठो आमाले पढा सुन्दै सुन्दा सुन्दै मलाई त के भएछ एक ठाउँमा कथा सकेर पण्डितहरू बाटो लागे, म पनि पण्डितजीहरूका पछि पछि हिँडेँ। मेरी आमाले हतार हतार, ए नानी कहाँ गएको, त्यस्ता त्यो पुराणमा उब्रेको सामान सबै मेरी आमालाई दिएका थिए। त्यहाँनिर नुन तेल मरमसला चना चामल सारा घिउहरू उब्रिएको थियो। यज्ञ गर्नलाई एउटै गाई ल्याएका थिए, गाई पनि मेरी आमालाई दिए। सारा सामग्री पाएर मेरी आमा दङ्ग भइबक्सियो। अनि मलाई ऋषिहरूका पछाडि जान दिनु भएन, किनभने मेरो आत्मा चाहिँ भगवानप्रति आकृष्ट भएर ऋषिहरूलाई पछ्याउँदै गएको थिएँ। आमाले तानेर ल्याउनु, तर मेरो मन ऋषिहरूसँगै गएको थियो। त्यस्ता महात्माहरूको कहिले दर्शन होला भनेर म छटपटाइरहेको थिएँ। एक दिन साँझमा मेरी माता गोदोहन गर्न गोशालामा जानुभयो। सर्पले डसेर मातालाई अघि नै नारायण आए नमः बनाइहालेछ। धेरै बेरसम्म माता आउनु भएन, माता भनेर खोज्दै गएको त आमा त अघि नै सर्पले डसेर हरियो भएर दुबो जस्तो लडिरहनु भएको रहेछ, मुखबाट फिच काटिरहनु भएको रहेछ। माताको त्यो अवस्था देखेर मलाई कति आनन्द भयो। मरेको माताको छेउमा बसेर मैले चाहिँ एकछिन कीर्तन गरेर नाचेँ, उत्सव मनाएँ। बुढाको शरीर छोड्छ, आमा बुवाको शरीर लडिसकेपछि, आत्माले छोडेपछि कीर्तन गर्नुपर्छ, नाच्नुपर्छ, उत्सव मनाउनुपर्छ। भगवानका भक्तहरूले, ब्रह्मज्ञानी तत्त्वज्ञानीहरूले शरीर छुट्दाखेरि उत्सव मनाउँछन्। त्यही भएर वैष्णवहरूले वैकुण्ठोत्सव गर्छन् मरेपछि, होइन? 12 दिनको कर्म सक्छन्, कर्म गाना बजाना गरेर भगवानको उत्सव गर्छन्, जसलाई वैकुण्ठोत्सव भनिन्छ अथवा गोलोकोत्सव भनिन्छ। त्यो भनेको उत्सव हो। किन भन्दा ब्रह्मज्ञानीहरूले शरीर छुट्दाखेरि खुसी हुन्छन्। के अर्थमा खुसी भएका त भन्दाखेरि ब्रह्मज्ञानीहरू के भन्छन्, यो शरीर भनेको पापको भाँडो। जबसम्म शरीर रहन्छ त्यस बेलासम्म पाप सङ्ग्रह हुन्छ। शरीरबाट आत्मा निस्केपछि त्यो अवशिष्ट शरीरले पाप सङ्ग्रह गर्दैन। पाप के द्वारा हुन्छ भन्दाखेरि इन्द्रियद्वारा। नाकका नाका छाला र जिब्रो जबसम्म सक्रिय हुन्छन् त्यस बेलासम्म पाप बढ्छ। जब निष्क्रिय हुन्छन् पापको अन्त्य हुन्छ। त्यसैले आमा मर्दाखेरि म एकछिन उत्सव मनाएर खुसी मनाएँ, धन्न मेरी आमा मरिन् भनेर मलाई आनन्द लाग्यो। फेरि त्यसो भन्दै गर्दाखेरि होइन, कस्ताजी पण्डित रहेछन्, आमा मर्दाखेरि खुसी हुनु रमाउनु भन्छन् भन्नु होला। कारण के हो भन्दाखेरि माताले यो शारीरिक दैहिक कष्ट जति भोग्नु भएको छ नि हजुरको अगाडि, त्यो दैहिक कष्टको अन्त्य हुन्छ। जुन कष्ट तपाईँले निवारण गर्न सक्नु भएको छैन, तपाईँले किन दैहिक कष्ट त्यस बेला निवारण भयो जुन बेला भगवानले कृपा गरेर त्यो अन्तर हृदयको आत्मालाई आफूको साथमा लिएर गइबक्स्यो। अब दैहिक कष्ट अन्त्य भयो। त्यसैले नारद ऋषि भन्नुहुन्छ भगवानले कति ठुलो कृपा गर्नुभयो। भगवानका भक्तको पछि जान खोजिरहेको थिएँ, मेरी माता बाधक भइबक्सन्थ्यो। आज मेरी माताले मलाई छुट्टी दिनुभयो। एकैछिन माता मरेका ठाउँमा, माताले शरीर छोडे ठाउँमा बसेर मैले भगवानको कीर्तन गरेँ, भगवानलाई धन्यवाद दिएँ। अनि अवशिष्ट शरीरलाई यथोचित संस्कार गरेर जुन परमात्मा दर्शन दिनुभयो र भन्नुभयो, हे बालक नारद, तिमीलाई यो शरीरद्वारा परमार्थ प्राप्ति हुँदैन, यो शरीर त्यागिदेऊ भन्नुभयो। त्यतिखेरै नै मैले विचार गरेँ, जुन शरीरद्वारा भगवत साधना हुँदैन, भगवत सिद्ध हुँदैन भने यो भगवत साधना र सिद्धिको बाधक भएको शरीर किन राख्नु मैले? हेर्नुहोस् के भन्दै हुनुहुन्छ, जुन शरीर हामीले धारण गरेका छौँ यो शरीरद्वारा भगवत सिद्धि हुँदैन भने यो शरीर रक्षा गरेर बस्नु बेकार छ। भगवानले दिनुभएको शरीर भगवत सिद्धिको लागि, सिद्धि प्राप्त हुँदैन भने यो शरीरलाई अन्न पानी खुवाएर किन राख्नु? नारद बनेर घुमिरहेको छु। हे वेदव्यासजी, यो मेरो दोस्रो जन्म हो। यसले गर्दाखेरि अब यो जन्ममा मलाई कुनै कुराको आसक्ति छैन। देवदत्ताम इमां वीणां स्वर ब्रह्मा विभूषितां मूर्जयित्वा हरिकथां गायमानस्तराम्यं। यो जन्म तर सुन्दाखेरि त राम्रै लाग्यो भन्नुहुन्छ। किनभने जसका कारणले मेरा सारा 99 भाइ मरे, 99 एउटी बुहारी विधवा भए, तिनीहरूको टाउको काटेर ल्याइदिन्छु भन्दा त मलाई पनि आनन्द लाग्यो सुन्दा। तर साह्रै ठुलो झुट बोल्यौ। तर अप्रिय प्रिय छ भने पनि झुट चाहिँ बोल्नु हुँदैन। दुर्योधन भन्छन् जति नै प्रिय लाग्यो सुन्दाखेरि झुट कहिले बोल्नु हुँदैन ब्राह्मण, तिमीले त नराम्रो बोल्यौ। बरु सुन्दाखेरि अप्रिय छ भने पनि सत्य चाहिँ बोल्नु पर्थ्यो। गलत गर्यो भनेको होइन, मैले गलत गरेको छैन, म अहिले गएर पाण्डवका टाउका ल्याउँछु भनेर हातमा खड्ग लिएर पाण्डवहरूको शिविरतिर द्रोणाचार्य गुरु जानुहुन्छ। यो कुरा भगवानले थाहा पाइबक्सन्छ। भगवान तुरुन्तै दौडेर पाण्डवको रक्षार्थ शिविरमा जानुहुन्छ। पाण्डवलाई भन्नुहुन्छ, हे पाण्डव, लडाइँ गर्दा गर्दा हैरान भयो,
आज बडा राम्रो सुन्दर पूर्णिमाको रात्रि रहेछ, तवारी भइबक्स्यो नभन्दै साँझमा भगवानले पाण्डवलाई लिएर फर्किनु भएन। द्रौपदीले आफ्ना पुत्रहरू लगेर पिताका शयन कक्षमा लगेर शयन आसनमा सुताइदिन्, आफू आश्रममा विश्राम गर्न गइन्। अब आइपुगे रात्रिको समयमा द्रोणाचार्यका पुत्र अश्वत्थामा यो कर्म उनको संकल्प देखेर पार्वतीलाई पिर पर्यो। गएर पतिदेवलाई भन्नुभयो, स्वामी ती कृपी र ती द्रोणाचार्यले पुत्र होस् भनेर हजुरको कत्रो उपासना गरे, हजुरले प्रसन्न भएर दिएको एउटा छोरो आज बालक मार्न गयो, रोकिदिनुहोस् न। त्यो त बालघाती हुने भयो। बालघाती स्त्रीघाती गर्भपातीको कहिले पनि मुक्ति हुँदैन। भगवान शिवले भन्नुभयो, देवी उसको संकल्प म रोक्न सक्दिनँ, त्यो मेरो मिथ्या प्रयास मात्रै हुनेछ, एकपल्ट कोसिस गर्नुहोस् न भनी भगवान भोलेनाथ आउनुभयो पाण्डवको शिविरमा। ढोकामा बसेर भन्नुभयो, हे गुरुपुत्र, यहाँ भित्र कोही पनि छैनन्, पाण्डव छैनन्, तिम्रो संकल्प पूरा हुँदैन, तिमी फर्क्यौ भन्दा तिमी झुट बोलेर पाण्डवलाई बचाउन आएका हुन्, मेरो बाटो छोड, मेरो संकल्प सत्य गर्न आएको हुन्। भगवान शिवले फर्क भनेको गुरुपुत्र भन्छन् कि फर्किहाल हे योगी सन्यासी, होइन भने तिमी माथि नै ब्रह्मास्त्र आउँछ। भगवान शिव ब्रह्मलाई मान्नुहुन्छ, ब्रह्मास्त्र प्रहार गर्नुभन्दा पहिला फर्केर जानु। समयमा बोरामाले लगे रणभूमिमा पुर्याए। दुर्योधन महाराजका अगाडि बोरा राखिदिए। महाराज हजुरका शत्रुका टाउका आइपुगे। दुर्योधन बडा प्रसन्न भए, ओहो मेरा शत्रुका टाउका भनेर बोरा बाहिर छाम्दा रहेछन्। छाम्दाखेरि त सबै टाउकाहरू उसका लागि त गिलो गिलो टमाटर जस्ता, किनभने उनी पहिला नै लौह पुरुष भएका थिए। उनले जे छोए पनि अत्यन्तै नरम हुन्थ्यो। तर त्यो भीमसेन जो शक्तिशाली थिए, उनको टाउको चाहिँ नरम नहुनुपर्ने 5वटा टाउका गिला भए। उनले विचार गरे, हे गुरुपुत्र, यी 5वटा टाउका पाण्डवका होइनन् जस्तो छ, अँध्यारो छ, अहिले म देख्न सक्दिनँ। यदि हुन् भने भीमसेनको टाउको चाहिँ यहाँ छैन भने, होइन मैले त पाण्डवकै टाउको ल्याएको छु भने। जब उषा कालको प्रतीक्षा भयो, बिहान उषा कालमा सूर्यका किरण आए, बोराबाट टाउका लडाइयो, हेर्दाखेरि पाण्डवका टाउका छैनन्। पाण्डव पुत्रका टाउका देखेर दुर्योधनले गुरुपुत्र उनले के भने भन्दाखेरि, कमसेकम मेरा 99 भाइ मरे, पाण्डवको कारणले भोलि पाण्डव पनि मर्छन्, मेरा छोरा मर्छन्, नाति पनाति सबै मरे। हामी सबै कुरुवंशीलाई पिण्ड पानी तर्पण गर्ने पाण्डवका 5वटा छोरा पनि तिमीले सिद्ध्यायौ। जसको पिण्ड पानी तर्पण गर्ने कोही बाँकी रहँदैन, तिनीहरू सबैले प्रेत योनिमा जानुपर्छ। कुरुवंशमा जति लडाइँबाट मरेका भए पनि कमसेकम प्रेत योनिमा जाने थिएनन्। आज तिमीले हामी सबैलाई प्रेत योनिको बाटो देखायौ, धिक्कार होस् तिमीलाई भने। उनलाई 2टा ब्रह्मास्त्र जुन नलागे। वेदव्यासजी भइबक्छन् त्यो सरस्वती नदीको किनारमा, जुरुक्क उठिबक्स्यो। ती अभिमन्त्रित गरेर हानेका ब्रह्मास्त्रलाई त हत्केलाले छेकिदिनु भएछ। यताबाट आएकोलाई यतै छेकिदिनु भयो, यताबाट आएकोलाई यता छेकिदिनु भयो, बिचमा उभिदिनु भयो। गुरुजी के भन्नुहुन्छ कृष्णलाई, हे वासुदेव, यी ब्रह्मास्त्र टक्राउनु भनेको यो विश्वको अन्त्य हुनु हो। विश्वको अन्त्य हुने समय आएको छैन, खुरुक्कै ब्रह्मास्त्र आफ्ना आफ्ना ठाउँमा लैजाऊ तिमीहरू। यो के गरेको भनेर भन्नुभयो। क्षमा माग्नुभयो भगवानले, हे गुरुदेव म क्षमा चाहन्छु, अर्जुन तिम्रो ब्रह्मास्त्र तान। ब्रह्मास्त्र अर्जुनले खिचेर लिनुभयो। अश्वत्थामालाई भन्नुभयो ब्रह्मास्त्र तान। अश्वत्थामा भन्छन् म तान्न जान्दिनँ। के गर्छौ भन्दाखेरि दिशा परिवर्तन गर्न जान्दछु। त्यसो भए दिशा परिवर्तन गर भन्ने व्यासको आज्ञा हो। उनले यो ब्रह्मास्त्र जुन दिशामा हानेको थियो दिशा बदलियोस् भनेर चिन्तन गरे। चिन्तन गर्नासाथ दिशा परिवर्तन गरियो, तर संकल्प भने मिथ्या भयो। संकल्प के थियो भन्दाखेरि पाण्डवलाई संहार गर्छु भनेर हानेको थियो। अब त्यो ब्रह्मास्त्र हस्तिनापुर भनेको दिल्लीतिर जाँदै गरेको ब्रह्मास्त्रलाई पश्चिम जाँदै गरेको थियो, पूर्व जाँदै गरेको थियो। उनी पश्चिमतिर भागेका थिए, देहरादुनतिर हरिद्वारतिर भाग्दै थिए। उनले हानेको पूर्व प्रहार गरेको ब्रह्मास्त्रलाई दिशा परिवर्तन गरे। ब्रह्मास्त्र यही विराट नाम गरेको नगरीमा मार्ने संकल्प छ पाण्डवलाई। पाण्डव खोज्दै खोज्दै आएको विराट राजाकी छोरी थिइन् उत्तरा। उत्तराका गर्भमा त्यही पाण्डवको बीज अंकुर भइरहेको थियो, जसलाई गर्भमा परीक्षित नाम गरेको बालक पछि जन्मिन्थ्यो। तिनै अभिमन्युकी पत्नी उत्तराका गर्भमा भएको 1 महिनाको गर्भ